उपकारी गुणी व्यक्ति निहुरन्छन् निरन्तर, उपकारी गुणी व्यक्ति निहुरन्छन् निरन्तर, फलेको वृक्ष कहाँ गयो, नझुकेको कहाँ छ र, नझुकेको कहाँ छ र। सबैमा नमस्कार। यस विद्यालयका आदरणीय प्रधानाध्यापकज्यू, गुरुवर्ग तथा मेरा प्यारा प्यारा साथीहरूमा म भीमा साई कक्षा 10 की छात्राको तर्फबाट न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। आज मिति 2082 साल जेठ महिना 22 गते भइरहेको यस विश्व वातावरणीय दिवसमा म भीमा साई आफ्नो भनाइ राख्न पाउँदा धेरै धेरै खुसी छु। आज त्यो दिन हो जब हामीले वातावरणको संरक्षण गर्नुपर्छ। म तपाईहरुलाई वातावरणको महत्त्व बताउन अघि हजुरहरूलाई एउटा सानो कथा सुनाउन चाहन्छु। एउटा बालक हुन्छ, त्यो आफ्नो आँगनमा एउटा सानो बोट लिएर रोप्न गइरहेको हुन्छ। उसलाई त्यो बोट रोपेको देखेर उसका साथीहरूले हाँस्छन् र सोध्छन्, तँलाई यो रुखले के दिन्छ र तैँले यसरी रोपेको? त्यतिखेर त्यो बालक चुप लाएर बस्छ र केही भन्दैन। धेरै वर्ष बित्छ, त्यसपछि त्यो रुख ठुलो हुन्छ। त्यो रुखले छाया दिन सफल भएको हुन्छ, चराहरूको बसोबास गर्ने ठाउँ बन्न सफल भएको हुन्छ, फलफुल दिन सफल भएको हुन्छ। त्यही साथीहरू त्यो दिन त्यो केटा भएको ठाउँमा आउँछ र त्यो रुख मुनि बसेर भन्छ, धन्यवाद साथी, तैँले यो रुख रोपेछस्, यो रुखको अहिले धेरै महत्त्व मैले बुझेँ। त्यतिखेर त्यो बालक मुस्कुराउँदै भन्छ, मलाई थाहा थिएन मैले रोपेको रुख यत्रो ठुलो हुन्छ भनेर, तर मलाई के थाहा थियो भने मैले गरेको हरेक सानो कुराको भविष्यमा अवश्य परिणाम आउनेछ। ठीक त्यसै गरी हामीले पनि आज वातावरणको लागि सानो भूमिका खेल्यौँ भने त्यो वातावरणको लागि धेरै धेरै राम्रो हुनेछ। हामीले गरेको हरेक सानो कामले अब आउने भविष्यको पिँढीलाई सहयोग पुग्नेछ। तर आज भोलि हामी के देख्छौँ? रुखहरू काटिँदैछ, वन जङ्गलहरू मासिँदैछन्। विकासको नाममा मात्र एउटा कुरा मात्रै भइरहेको छ, त्यो हो वन जङ्गल मासिने। हामी सबैलाई त थाहा नै छ कि विकास भनेको सकारात्मक परिवर्तन हो भनेर। तर यदि विकास भनेको सकारात्मक परिवर्तन हो भने जङ्गलहरू किन मासिँदैछन्? के अब हामी विकासलाई जङ्गल मास्नेसँग जोड्न सक्छौँ? सक्दैनौँ नि। हो, अब पक्ष उठ्छ, के हामी यसमा केही गर्न सक्छौँ? अवश्य सक्छौँ। हामीले गरेको हरेक सानो सानो कदमहरूले हामीलाई अगाडि बढाउन सहयोग गर्छ, हाम्रो वातावरणलाई सुरक्षित बनाउन सहयोग गर्छ। हो, हामी एक्लै वातावरणलाई परिवर्तन गर्न सक्दैनौँ, तर के सक्छौँ भने आफ्नो बानी परिवर्तन गर्न। यदि हामीले आफ्नो बानी परिवर्तन गर्यो भने वातावरण आफै राम्रो हुन्छ र हाम्रो पिँढी खुसीसँग रहन्छ। हस्त, धन्यवाद। What a mind-blowing performance. What a mind-blowing speech by Bhima Sai. I got stunned. I have no words to express. You have? I don't think so. So, anybody more, bro? Next.